विश्वभर अशान्ति भए पनि मनलाई चाहिँ शान्त लिएर हिँड्नुपर्ने छ। छोरा मान्छे भएपछि के गर्नु, अब विश्वभर जे जस्तो भए पनि हामी छोरा मान्छेले बाँच्नु पर्यो। बाँचुन्जेली खानै पर्यो। खानको लागि रुममा बसेर सुतेर काम नगरिकन पनि भएन, काम गर्नै पर्यो। के गर्नु, त्यही अवस्थामा अहिले चाहिँ दुबई सरकारले 1 महिना चाहिँ बन्द हुँदैछ। तपाईँहरू जो जति हुनुहुन्छ बाहिरका मान्छेहरू आफ्नो लागि रासन पानी खानेकुराहरू जो गरेर राख्नु। भोलिका दिनमा अप्ठ्यारो साह्रो गाह्रो पऱ्यो भने रासन पानी पाउँदैन, सर्टेज हुन्छ भन्ने कुरा सुनेर चाहिँ अहिले चाहिँ म र मेरो साथीहरू हामी चाहिँ मार्केट जाँदैछौँ। पर त्यो पर हाम्रो छेउमा ग्रान्ड सिटी मार्केट छ, त्यो मार्केटमा चाहिँ हामी सामान किन्न जाँदैछौँ। के गर्नु, अब हडताल भयो, बमबारु बर्सियो भने रुममा बसेर मात्र पनि हुँदैन, बाँचुन्जेल त खानै पर्यो नि।